हाम्रो देशको जेएनजी सरकार अब जागिसक्यो। हेर्नुहोस्, हाम्रो ठेकेदारहरूको खुट्टा भाँचेर भए पनि काम निर्माण गर्नुपर्ने रे। टाइममै काम नसिद्ध्याउने ठेकेदारलाई किक आउट मात्रै होइन, खुट्टा पनि भाँच्ने रे। हेर्नुहोस्, जेएनजी सरकारको पावर हेर्नुहोस्। अब के हुन्छ नेपालमा, अब के हुन्छ नेपालमा। यति छिटै अब बन्छ देश, अब यति छिटै बन्छ देश। वाउ! प्रधानमन्त्रीले भन्नुहुन्छ 20 वर्षमा हुने काम 1.5 वर्षमा नसिद्ध्याए रोडमा बानेर हुन्छ कि रोडमा लतारेर हुन्छ कि 1.5 वर्षमा काम सिद्ध्याउनु पर्ने उता भन्दै हुनुहुन्छ भने यता हाम्रा फेरि अर्का मन्त्रीले समयमै काम नसिद्ध्याउने ठेकेदारका खुट्टा भाँचिदिनुपर्छ। खुट्टा भाँचेर भए पनि काम चाहिँ टाइममै सिद्ध्याउनुपर्छ भन्दै हुनुहुन्छ। अब जेएनजी सरकारले बनाएको सरकारले अब बन्छ देश। जय नेपाल, जय नेपाल, जय नेपाल, जय देश।